हेर्नुहोस् है सबैजनाले, यो हो परदेश। सबैको खुसी, परिवारको खुसी, आमा बाउको खुसी, दिदी बहिनीको, दाजुभाइको, बुढीको, छोराछोरीको सबै खुसी चाहिँ यहाँ लुकेको छ है। यो हो परदेश। ठुलो ठुलो बिल्डिङ हैन, चम्किँदै गरेको लाइट, गाडीहरूको अब एकदम भिडभाड, सबले देख्छ नि अब यो कति सुन्दर छ यो देश, कति राम्रो छ हैन, कति राम्रो जग्गा, परदेशीले कति मजा गरिरहेछ परदेशमा। तर के गर्नु हैन, कसले बुझ्छ परदेशीको दुःख। ठुलो ठुलो बिल्डिङ देख्दा बाहिरको मान्छेले कति राम्रो बिल्डिङ भन्छ हैन, कति के अब भन्छ, सोच्छ नि त मान्छेहरूले। तर यो हो परदेश हो। यहाँ चाहिँ परदेशीको जिन्दगी ड्युटी गयो आयो, खाना खायो, सुत्यो, ड्युटी गयो, खाना खायो, ड्युटी गर्यो, आयो, सुत्यो, यही छ खुसी चाहिँ। सबैको खुसीको लागि चाहिँ अब हैन, खुसी भन्ने चाहिँ के हुन्छ परदेशीलाई सोध्नुपर्छ। परदेशले कसरी परदेशमा बसिरहेछ हैन, बाहिरबाट मुख हाँसेको देख्छ सबैजनाले हैन, त्यो त परदेशमा छ, बाहिर छ भन्ने हुन्छ। तर यो है परदेश चाहिँ, बिहानको 3 बज्दाखेरि पनि यसरी उभिएर जागेर बस्नुपर्छ परदेशमा हैन। अब हाम्रो खुसी, परदेशको खुसी भन्ने कुरा नै आफ्नो परिवार खुसी भयो भने सबैजना खुसी हुने हो। यो ल है।